हाई हरिस, के खानु भएको? खाजा मिठो छ हरिस। हरिस कस्तो छ नि हजुरको खाजा? वाउ, पपकर्न साँधेको हो कि के हो छोरो? उसिनेको मकै साँधेको हो। नानी तपाईँ किन आउनु भएको? हजुरले अन्डा खानु भएन? हजुरलाई मन परेन अन्डा? मेरे स्कूल में तो कोसले भी पीटना हाय कोसले न पीटाए तेजा हाँ पीटे वाले ते को हराम पड़ने पीटे मुनाले लग गया हेरान मुनाले हेरान चैंडे मुनाले बियाड़े मेरो ऐसा पता बोल लेना तपल मलाई यसरी लुसेको हैन ब्याट कपाल तानेको हैन यहाँ निकाल्नुको हैन है मलाई हँसेसे बुझ्छ तो जादु के यो जादु चुहा निकालेर अनि खोलिदिन्छु त जादु ठुलो हाँसी मेरो हातमा जादु हुन्छ हराइदिन्छु भुतको घरमा हराइदिन्छु अनि भुतको घरमा यस्तो हुन्छ अनि किरा भुतको घरमा त एउटा हाम्रो लायन पनि हुन्छ टाइगर पनि हुन्छ तँ कहिले खाने हरिस? हरिस भन्ने हैन म अबदेखि बोल्दिनँ इसाद के भन्ने त नि? साग है नानी तिम्रो अन्डा फाल्दिम त डस्टबिनमा? ल म फालेर आउँछु है त। अहिले हाल्छु अहिले। ल जाउँ त लिएर आऊ, दादासँगै बसेर खाऊ त बच्चा। बिया लिएर आऊ। मिठो छ बाबु चना? कस्तो छ छोरो यो? तिमी त ग्वाम खाएनौ त आज, किन हो? अबदेखि त्यस्तो गरौँ है। अब त्यस्तो म बोल्दिनँ। टाइ घर बोलाइदिन्छु। अनि मिसी बनाइदिन्छु। अहिले पनि टाइगर बनाइदिन्छु। अनि खुवाइदिन्छु। ठुलो भएपछि त म्याजिक गरेर म सुई खुवाइदिन पनि सक्छु। पेटमा पुऱ्याइदिन सक्छु। जे पनि म्याजिक हुन्छ मसँग। ऱ्यापिड पनि बनाइदिन सक्छु। जे पनि बनाइदिन्छु। पिट्नु नआमाले त के खानु भएको नि हजुरले चाहिँ? हजुरले के खानु भएको नानी? के हो नि यो? खानेकुरा हो कि के हो? अबदेखि त्यस्तो गऱ्यो भने अबदेखि ब्याड बोल्ने कि नबोल्ने भन त? त्यो ब्याड तैँले बोले ब्याड। मैले भिडियो गरिरहेको छु हेरिस, यो म्यामसँग जान्छ नि म्यामसँग। बोल न, म मलाई अझै त्यस्तो जे पाइ त्यो बोलिराख न।